ल है नमस्कार है साथी हो सबैजनालाई। म चाहिँ भाइसँग खोला आइरहेको छु र भाइले यहाँ ढोक्से थाप्नु जाउँ भनेर आएको। भाइले अघि जग्गा बनाएर रेडी गरेको छ, लाउँदैछ ढोक्से। माछा चाहिँ नि साथी हो दबाई खेलेर भन्दा पनि यस्तो ढोक्सेमा परेको माछा खानु चाहिँ टेस्टी पनि हुन्छ र राम्रो पनि हुन्छ आफ्नो शरीरको लागि, स्वास्थ्यको लागि चाहिँ दबाईले चाहिँ अलिक असर गर्छ। हेर्नुहोस् अब यहाँ जग्गा कि बनाइसकेको छ र अब यहाँ चाहिँ ढोक्से लाउनु मात्रै पर्छ, यसरी लाउनुपर्छ र यसलाई चाहिँ बगाउँछ कि भनेर चाहिँ अलिक ढुङ्गाले चाहिँ चेप्नुपर्छ यताउता। अनि ढुङ्गाले चाहिँ चेपेर दुलो दालीहरू सबै बुचाउनुपर्छ। माछा चाहिँ यहाँभित्र फसिरहेको हुन्छ, पुरा खाँदिन्छ यसको चेपमा चाहिँ, यो ढोक्सेको चेप यत्रोसम्म। माछा चाहिँ यसरी मार्दिनु, दबाई पानी चाहिँ नलाउँ कसैले पनि खोलातिर है, किनभने दबाईले चाहिँ हानि तुल्याउँछ। यसरी चाहिँ माछा मारौँ है साथी हो। ल म चाहिँ अब बिहान आउने बेला अब भाइसँग। ल अब ढोक्से निकालिँदैछ, अलिअलि रहेछ। अब यो सानो एउटा ढोक्सेमा चाहिँ अलिक कम्ती छ, यसमा चाहिँ है, यसमा चाहिँ छ है साथी हो। पुच्छर निकै गतिलो छ। माछा चाहिँ परेछ आज अलिक मजाले। अब हेर्नुहोस् ल बोरामा खनाउँछु। ए हो गतिलो साथी, फ्रेस माछा छ। खाँदिएकोले गर्दा बाङ्गे पनि छैस, खाँदिन्छ ढोक्सेमा यसरी। यस्तो नि माछा है ढोक्सेमा परेको माछा हेर्नु त। तपाईँहरूलाई कसलाई मनपर्छ कमेन्ट गर्नुहोस्। सञ्जय तामलिङलाई फलो गर्नुहोस्। जिउँदै पनि छु। यो चाहिँ काफ्रे भयङ्कर टेसिलो माछा चाहिँ यो हुन्छ है साथी। हेर्नुहोस् त अब यसरी झोला लाउने हो, सिसामा बोकेर घर जाने हो। यसरी खुवाउने हो बोलमा, के लाउने हो यसलाई, अनि मेरिनेट गर्ने मजाले निम्बु सिम्बु लाएर मरमसला लाएर सस लाएर अनि यसलाई चाहिँ फ्राई गर्नुको लागि तयारी। हेर्नुहोस् फ्रेस माछा चाहिँ यस्तो हुन्छ है साथी। फ्रेस माछा चाहिँ फेरि फ्राई गर्दा पनि तपाईँहरूको ढुटिँदैन। हेर्नुहोस् तपाईँहरूलाई कसलाई मनपर्छ माछा, यसो लाइक कमेन्ट गर्नुहोस्। हेर्दै जानुहोस्, म पकाउँदै जान्छु। फ्राई प्यानमा तेल गरम भइसकेको छ, रेडी भइसकेको छ। मेरिनेट मजाले गऱ्यो भने यसको काँडा पनि मजाले ढुटिन्छ है साथी। भरे खाँदा पनि छुरुम हुन्छ। यसरी फ्राई गर्नुहोस् मजाले। फ्राई गर्दा चाहिँ सरसौँको तेलमा गर्नुहोस् साथी हो, माछा फ्राई गर्दा। रिफाइनले चाहिँ क्रिस्पी बनाउँछ, तर सरसौँको तेलले चाहिँ टेस्ट आउँछ साथी हो। र म चाहिँ सधैँ माछा चाहिँ सरसौँको तेलमा मात्रै गर्ने गर्छु। यसरी मजाले पल्टाइ गर्नुहोस् कि फ्राई गर्नुहोस्। यसको काँडा त भएर कहाँ जान्छ, मुखमै बिलाउँछ साथी हो। मजाले फ्राई भइसकेको छ। अब यसलाई चाहिँ एउटा प्लेटमा निकाल्नुहोस् साथी हो। मजाले यो भइसकेको छ। ग्यास चाहिँ सिम्पेमा कम्ती सानोमा फ्राई हुन्छ। अब प्लेटमा यसरी निकालेर एक साइडमा चाहिँ यसको लागि अब करी रेडी। अब आधी माछा ग्रेभी आधी फ्राई खानुपर्छ। अब यो चाहिँ टेस्ट गर्नु पर्यो साथी हो। म चाहिँ खाएको चाहिँ नदेखाउँ। अब यसको आवाज चाहिँ सानो दामी आउँदैन नि, आवाज सावाज सबै काटेर चाहिँ यसरी चाहिँ खानु पर्यो। ल मसला रेडी हुँदैछ, ग्रेभी। अदुवा लसुन प्याज मात्रै छ साथी यहाँ चाहिँ। अहिले टमाटर काटिरहेको छु। अहिले हेर्दै जान्छु यो ग्रेभी यत्तिकै तपाईँहरूले हेर्दै बनिन्छ।
मसलाको रेसिपी चाहिँ तपाईँहरूलाई के भन्नु होला र है। त्यो अदुवा लसुन टमाटर प्याज देखिहाल्नु भयो। यसलाई मजाले घोटी पकाउने। यसलाई चाहिँ मिक्सीमा पिसेको जस्तै डाडुले घोड्दै पकाउँछु नि, दामी पिसिन्छ साथी हो। पानी लाउने यसरी चलाउने मजाले त्यसलाई कत्त पकाउनु पर्छ साथी हो। यसरी पुरा घोटाइ चाहिँ यसलाई मजाले घोट्नुपर्छ। अरूले चाहिँ माछा चाहिँ के गर्छ भने पकाउँछ, यो करी पेलामा हाल्छ र माछा डुबाएर दिन्छ। तर माछाको करी, माछा फिस करी खानु भने चाहिँ मजाले यसलाई उमाल्नुपर्छ करीमा चाहिँ। यसरी टक्कै लाग्यो, यसलाई 10-15 मिनट मजाले उमाल्नुपर्छ। माछाको टेस्ट चाहिँ आउनु पऱ्यो नि त होइन। कमसेकम यसको करीमा चाहिँ अब यसलाई मजाले उमाल्यो। नभनेको मलाई 12-15 मिनट चाहिँ उमाल्नुपर्छ साथी। अब हेर्दै जानुहोस्, म उमाल्दै जान्छु। सायद टाइम त भइसक्यो, 10-15 मिनट 10 मिनटहरू त भइसक्यो। मजाले पकाउने यसलाई। फ्रेस माछा खानुको मजै अर्कै छ साथी हो। अब यो भइसक्यो, अब भात पस्किन्छ। सिडी देवी हुँदा त टक्कै ड्युटी गराउँदाखेरि ठक्कै पस्केर दिन्छ। अब सिडी देवी नहुँदा दिस आफै पकाइयो, आफै खाइयो, सबै आफै गर्नुपर्छ। ल साथीहरू, कति चाहिँ अल्छीपन गर्छ, म चाहिँ अल्छी लाग्दैन। यो डल्ले चाहिँ सिक्किमकै साथी हो, सिक्किमबाट लिएको, सक्यो। अब फेरि सिक्किम जाला सर डल्ले हुनु चाहिँ। मलाई खानापिना बनाउनु चाहिँ अल्छी लाग्दैन। यस्तो जाडो छ साथी हो, यस्तो जाडोमा माछाको सुप खानुपर्छ, लोकल माछाको है। अब के हुने यस्तै छ। यस्तो जाडो हेर्नु त, जाडो सानो सानो, त्यो जाडोमा तातो भात, तातो माछा। म चाहिँ सुरु गरेँ साथी। अब के गर्नु, अब पहिला चाहिँ माछै टेस्ट गरेर देखाउनु पऱ्यो तपाईँहरूलाई है। सानो दामी छुरुम भएको छैन नि साथी माछा त। काँडा साँडा कहाँ जान्छ, मुखमा लाट चबाउनु थालेपछि छुरुम यस्तो टेस्टी कि साह्रै टेस्टी। लोकल इज भोकल, टेस्टी। ल हेर्नुहोस्, अब खाइन्छ यस्तो जाडो चाहिँ गुहाम भात खाइन्छ यसरी। यस्तो हेर्नुहोस्, जाडोमा यस्तो बङ बाफ उठ्दै गरेको भात खाँदा कस्तो चाहिँ हुन्छ आम्मामा है। यसको त मजै कुछ अरे यार। ल म खाँदै जान्छु, तपाईँहरूले हेर्दै जानुहोस्। डल्ले सिक्किम गइस, मनपर्छ भने कमेन्ट गरौँ। म खाँदै जान्छु, तपाईँहरूले हेर्दै जानुहोस्। मुखमा थुक हाल्यो भने पनि यसो कमेन्टमा भनिदिनुहोस्। म खान्छु, टेस्ट चाहिँ तपाईँहरूले भन्नुहोस् कस्तो छ साथी हो टेस्ट भनौँ है। तपाईँहरूले भन्यो भने म फेरि नेक्स्ट भिडियोमा पनि रिप्लाई दिँदै भिडियो साथसाथमा लिएर आउँछु। यस्तै छ साथी हो। सुप चाहिँ दामी भएछ साथी हो। यो सुप चाहिँ भात खाइसकेर एक पेला चाहिँ खाला जस्तो छ हौ साथी हो। माछामा चाहिँ यसरी मजाले उमालेको साह्रै मिठो हो। 20 मिनट, कमसेकम 20 मिनट चाहिँ उमाल्नुपर्छ साथी हो सुप माछा लाएर। यसको ग्रेभी नै अर्कै भइहाल्छ। हेर्नुहोस् त साथी, यस्तो मिठो कि माछा चाहिँ तपाईँहरूलाई पनि माछा चाहियो भने चाहिँ
कमेन्ट गर्नुहोस् त म नम्बर दिन्छु लोकल माछा मगाउनु भने चाहिँ तपाईँहरूको घरमा थुप्लोको आइपुग्छ माछा ए दिउँसोको आलुको सब्जी पनि थियो त्यो पनि खाइदिएको साथी हो किन बिगान होइन त्यस्तो जाडोमा यस्तो तातो भात तातो सुप तातो तातो माछा यसरी सुपमा मजाले लाउनुहोस् सुप चाहिँ दामी भएछ साथी हो माछा लाउनु बित्तिकै स्वाद निकालेर खान्छ कतिले तर त्यस्तो छैन क्या माछा लाएर चाहिँ 15-20 मिनट मजाले उमाल्नुहोस् त टेस्ट दामी हुन्छ माछाको यत्रो माछा अब खाइसकिँदैन भनेर म त साथीहरूलाई पनि यसो 1-2 पिस बाँडी पनि दिएँ भाइले गजब पठाइदिएछ माछा यो चाहिँ आलुको सब्जी दिउँसोको बिहान हुँदैन खानुहोस् साह्रै टेस्टी माछा माछा त के गर्नु यता किनेर खानु पनि पाइन्छ कि तर किनेको र यो खोलाको चाहिँ टेस्टै अर्को हुन्छ क्या खाइन्छ टन्नै सुतिन्छ गर्लम्मै यस्तो जाडोमा के छैन खाइन्छ यसरी गडम 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 होइन साथी हो साह्रै दामी यो माछा चाहिँ ठुलो खुवाइगयो ल खाएर पनि 2 पिस थपियो यस्तो मिठो माछा ल साथी हो यसो टाइम पायो भने लु भेटघाट है माछा खानु चाहिँ सुँगुरको मासु पनि खाँदा खाँदा के भयो भने चाहिँ देसन आएर कि अन्त त्यही भएर सुँगुरको मासु नखाएको निकै भयो 1 महिना चाहिँ भयो अब यी माछापट्टि पो लाग्यो साथी हो माछा खाइन्छ माछा होइन लोकल माछा तपाईहरुलाई के मनपर्छ कसो मनपर्छ मलाई भन्नुहोस् त तपाईहरुको पनि राय सुनिरहँ साथी हो यस्तै छ म त माछा सुँगुरको मासु माछा मनपर्ने चिज चाहिँ यो काँडा चाहिँ अलिक खरेन यो उयो भएछ अलिक ठुलो भएर के ल साथी हो यसरी केलाइयो खाइयो अगाइयो ड्याम्मै भयो अगाउँदै जाँदा अमन अमन न्याक्कै पनि भयो साथी हो साह्रै टेस्टी माछा चाहिँ साँच्चै नै ल मेरो साथीहरु को छ आउँ है